इट्स डे 3 हामी चाहिँ अब प्याडल बोट गर्न जाँदैछौँ पोखरामा अनि देन वी विल गो मेबी somewhere like which I don't know but I will let you know guys. See you there. Lakeside Kochi building. बोर्ड चाहिँ यहाँबाट वाइल्डर नेपालबाट गर्न लागेको मान्छे चाहिँ भिड छ जस्तो छ के छ कस्तो छ यहाँबाट बुझ्नु पर्ला खै कुन गर्ने यु हजुर भन्नु न हामी चाहिँ यहाँ के गर्ने अब गाह्रो भएर कुन गर्ने के छ क्राइटेरियाहरू अब पुऱ्याउनु मिट गर्यो होला क्राइटेरिया होला नि त होइन होला सायद यो लेक भनेको फर बिगिनर्स फर नन स्विमर्स स्पेसियल है त जस्तै डराउनले पनि गर्न सक्छ है यो चाहिँ लेक टाइगर सेफ 100% सेफ अर्को भयो यो चाहिँ सपोर्ट भयो सपोर्ट भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ अब खासमा स्ट्यान्डिङ रोड हो तर यसलाई चाहिँ बसेर गर्दाखेरि चाहिँ सेफ छ नर्मल तरिकाले लिनु पर्यो तर यसलाई चाहिँ यसको सपोर्ट केही पनि हुँदैन यतिकै बस्नु यो भनेको समाउनलाई मात्रै बसेर गऱ्यो भने ब्यालेन्स लिन्छ लडिँदैन तर धेरै चक्कर गऱ्यो उभियो पानीसँग जिस्कियो भने चाहिँ लडिन्छ कतिको मिलाउनुहुन्छ ब्यालेन्स तपाईँले त्यही अनुसार हुन्छ यसमा भन्नु हजुर भन्नु यही गरौँ होला 5 मिनटमै युज हुन्छ कि तपाईँ यही गरौँ हौ फाइनली रेडी भयो अब जानलाई हामी चाहिँ रेडी भइसक्यौँ प्याडल बोटको लागि तपाईँहरूलाई सिकाउँछु ल चलाउने तरिका चाहिँ जान्नुपर्छ है ल्यात्तै बस्नु न भ्यातले बिचमा टेक्नु बिचमा टेक्नु टेक्नु आनन्द बस्नु ल यता हेर्नु त एकचोटि यसो स्माइल दिनु नेचुरल स्माइल दिनु पऱ्यो डढाएको होइन नि ल अघि मैले कसरी सिकाएको थिएँ मैले अघि सिकाएको थिएँ नि कसरी सिकाएको थिएँ त्यसरी चलाउने है त ठेल्दै त मैले के थिएँ अब राइट जानुपर्ने लेफ्ट चलाउने लेफ्ट जानुपर्ने राइट चलाउने गुड हो होइन दामी भइरहेको यस्तो रमाइलो भइरहेको लेकको बिचमा है यस्तो बवाल आँखा ल 360 हेलो पोखरा ल सुबी मैले चलाइदिनु हजुरलाई मलाई चक्कर लाउनु क्या हजुरले अब म त घुम्न मिल्दैन ओ भ्लगमै हो कस्तो दिदी ल निस्क्यो कृष्ण ठकुरी सिङ्गर बाफ्रे राइडर भइदियो त्यसले एकैछिनमा त अहिले त भन्नु सक्दैन त्यो ओके पुम्दीकोट यता हो यता हो होला थाहा रहेछ त्यो चाहिँ शान्ति स्तूपा यहाँबाट देखिरहेछ है आर यु ह्याभिङ फन अफ कोर्स अ लट डरे डरे डराउनु पर्यो नि सेफ्टी फर्स्ट या सेफ्टी कम्स फर्स्ट बट स्टिल हुन्छ नि फिल भयो मजा आयो दामी रमाइलो है मलाई त डर लाग्यो क्या बिचमा त एकछिन त मलाई लास्ट डर लाग्यो साँच्ची लास्ट डराएर आत्तिर फाक्यो होइन मलाई सुरुमा त लास्ट डर लागेको सुरु भन्दा उता बिचमा गइसकेपछि चाहिँ तिमी छोडेर गयो नि त मलाई अनि म त अनि कस्तो डर लागेको नि त अनि त्यहाँ बिचमा त म त धन्न म त अनि यस्तो ठुल्ठुलो यस्तो छाल जस्तो आउनु थाल्यो नि म त डर लागेर अनि म त अनि त्यो नेपाली जस्तो लागेको थियो क्या मलाई होइन अनि त्यसलाई मैले बोलाएको नि त तपाईँ नेपाली हो यहीँको रेस्क्यु गर्ने टिम हो भनेर भनेको अनि
क्या बोला हिन्दी में बोलो न अरे अनि त्यहाँबाट अनि हिन्दीमा तपाईँ इन्डियन हो भने कहाँबाट हाल्ने दिल्लीबाट आएको अरे सबै भिजाएरै हामीले सब डर लागेको कि त्यहाँनिर बिचमा अप्ठ्यारो हुन्छ त होइन कि अनि तिमीले मलाई छोडेर हिँड्यो नि त अनि मैले के सोचेँ भन्दाखेरि तिमीले मलाई त म खस्यो भने नि तिमीले त मलाई भेट्दैन नि त अनि म त बरु त्यो मान्छेहरूसँग जान्छु बरु त्यो मान्छेहरूले बरु मलाई खस्यो भने नि टिप्छ भने भनेको चिन्नु नजानुतिर जाँदा मलाई रिसिटै गएको थियो हजुर अनि कस्तो तिमी कस्तो टाढा गइसकेको थियो अनि म कसरी जान्दा भनेको नजिकै मलाई त कस्तो डर लागेर कहाँ हो मान्छे भएर गयो मान्छे भएर तिमी मलाई भेट्नु पर्यो नि तिमी कति टाढा गइसकेको थाहा छ सुविक्षा सुविधा भने बोलाएर चाहिँ उता त कुना गान जान्छ भने म त यताबाट चाँडो हुन्थ्यो नि त बिचबाट आएको भए आफ्टर बोटिङ होइन प्याडल बोटपछि अब हल्का यतै लेकको छेउतिर एउटा लाइक क्याफे बार टाइपकोमा जान्छौँ त्यहाँ गएर एकछिन चिल गर्छ त्यही सब प्लान एकछिन त्यहाँ गएर यसो लेकको भ्यू पनि हेर्ने अनि त्यसपछि के हुन्छ यहाँ कोकोनट हालेछ खानु पछाडिको भ्यू कस्तो राम्रो आएको छ एन्टी लाइट परेछ तर राम्रो आएको छ अनुहार चाहिँ कालो कालो आएको